यसरी देख्न सक्नुहुन्छ है त काम भइराखेको छ खन्ने पेल्ने सम्याउने यो आजै पिच कालोपत्रे गर्नका लागि तयार गरिँदैछ आज हुँदैन है यो हजुर कति दिन लाग्छ होला यसलाई कालोपत्रेको लागि रेडी गर्नलाई मौसम अनुसार हजुर पानी परेन भने हजुर त्यो र यो एक हप्ताभित्रमा मौसमले साथ दियो भने हजुर करिब 2 हप्तामा चाहिँ कन्फर्मै जोडिन्छ हजुर हजुर मौसमले पानी पर्यो भने त त्यसै रोकिहाल्यो हस् हजुरलाई धन्यवाद देखिराख्नु भएको छ काम एकदमै तीव्रै गतिमा बढिरहेको छ उहाँले बताउँदै हुनुहुन्थ्यो कि यो बेस बस्नको लागि नै अलिक दिन टाइम लाग्ने हुन्छ र मौसमले साथ दिए पानी परेन भने करिब 2 हप्तामा चाहिँ पल्लो कालोपत्रेसँग ठोकाइन्छ होला भन्ने खालको चाहिँ प्रतिक्रिया दिँदै हुनुहुन्थ्यो अब रेनिङ बर्खाको सिजन भएकाले पक्कै पनि पानीले बाधा पार्यो भने त काम हुने सम्भावनै रहँदैन त्यसरी जतासुकै काम धमाधमै चलिरहेको छ यसले लेबलिङ माटोलाई सम्याइराखेको छ भने उता दुईटा रोलरले चाहिँ कम्प्रेसन गरिराखेको छ ल देख्न सक्नुहुन्छ कालोपत्रेको लागि धमाधम काम भइरहेको छ यो हो मोरङ जिल्लाको बेलबारी 11 स्थित लक्ष्मी मार्गबाट यो दृश्य हजुरहरूले देखिराख्नु भएको छ कहाँबाट हेर्दै हुनुहुन्छ अनि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला अनि मनमा लागेका प्रतिक्रियाहरू जस्ताको तस्तै कमेन्ट सेक्सनमा लेख्न पनि नभुल्नु होला यहाँको सल्लाह सुझाव प्रतिक्रियाले एकदमै हौसला मिल्नेछ आगामी दिनहरूमा यस्तै भिडियो सामग्रीहरू बनाउनको निमित्त ल यसले यसरी लेबलिङको काम गरिराखेको छ करिब 3 किलोमिटर जति जुन बजार लक्ष्मी मार्ग बजार रहेको छ त्यहाँबाट पूर्वतर्फ ल्याइएको छ भने त्यसको 1 किलोमिटर जति छोडेर त्यहाँबाट अगाडि फेरि यसरी कालोपत्रेको लागि रोड तयार पारिँदैछ यो दृश्य हेरिराख्नु भएको छ आज बुधबार यो भिडियो मैले खिचिराखेको छु भने सम्भवतः भोलि म यसलाई सम्प्रेषण गर्नेछु र हजुरहरूले हेरेर साथ दिनुहुनेछ भन्ने पनि आशा राख्दछु यसरी काम भइरहेको छ र यो चाहिँ आज कालोपत्रे हुँदैन यो कालोपत्रेको लागि बेस बनाइदै रहेछ र यो करिब 2 हप्ताभित्र भनौँ 14-15 दिन पछाडि यो बेस बसिसकेपछि
उहाँहरू खटिराख्नु भएको छ। हेलो नमस्कार, हजुरलाई स्वागत छ। अनि यहाँ यो कन्स्ट्रक्सन लाइनमा कति जति भयो हजुरले काम गर्नुभएको? मैले 7 महिना। 7 महिना भयो है। काम कस्तो लाग्छ हजुरलाई? अलिक तीव्र गति छ कि सुस्त आफै महसुस गर्दा कामको गति? अब प्याकेज अनुसारको हाम्रो 10 किलोमिटरभित्र हजुर हाम्रो टिम छ एउटा हाम्रो यो जुन टिमले चाहिँ अब काम एकदम रफ्तारमा गरिरहेको छ। हजुर हजुर 4 किलोमिटर लगभग 3.5 किलोमिटर हाम्रो बिचको चरणमा छ। 3 किलोमिटर हजुर 3.5 किलोमिटर यो ठ्याक्कै लक्ष्मी मार्ग बजारबाट लक्ष्मी मार्ग बजारबाट चिस्याङ 2 हजुर को हामीले लगभग त्यसको तयारी गर्दै 1 किलोमिटर त लगभग हामीले गरिसक्यौँ र बाँकी अब 1.5 किलोमिटर ब्रान्डको तयारीमा छ र बाँकी अरू चाहिँ के छ अब बेस पनि लगभग फाइनल भएको स्थिति छ। यो चाहिँ बेस बनाउने चरणमा छ अहिले। फाइनल चरण हो। अब यहाँमाथि बेस हालिन्छ। अब लगभग हाम्रो साइडमा तीव्र गतिमा काम भइरहेको छ। अन्त त अत्यन्तै सुस्त छ। यो 3 वर्ष योजना भनिएको छ। अब 3 वर्ष योजना भनिएको छ तर अब यसका बर्खाका हिउँदका विभिन्न समस्याहरूले अब गर्दा पनि अब लगभग 3-3.5 वर्षमा हाम्रो यो प्याकेज चाहिँ लगभग सकिने चरणमा हुन्छ। भनेको यो चाहिँ इटरीदेखि जुन काँकरभिट्टासम्मको कि यो बिचको खण्ड मात्रै? बिचको मात्रै। अब अरू खण्डमा पनि काम चाहिँ भइरहेको छ तर अब हरेक कुराले अब सबै सक्सेस नभएको तर एकदम काम चाहिँ अब प्रायः मनोबल बढाएर हैन भइरहेको छ। धेरैजनाले एकदम चासोका साथ हेरिराख्नु भएको छ। अनि यसको अपडेट दिनुहोस् न, त्यहाँनेरि कालोपत्रे हुँदैछ अरे भनेर चाहिँ धेरैजनाले अनुरोध गर्नुभएकोले आज चाहिँ त्यो मौका पाइयो। हजुरहरूलाई पनि धेरै धेरै धन्यवाद। त्यसरी चाहिँ विकासको काममा चाहिँ एकदमै जोस जागरका साथ लाग्नु भएको छ है। यहाँलाई पनि अब यो मिडियामा अब मिडियाको नाम त थाहा भएन हैन। हजुर यो चाहिँ मेरो आफ्नै पर्सनलै हो, च्यानल हो। हजुर अब मेरो यहाँ चाहिँ 2-4 कुरा यहाँ उभिएर बोल्न दिनुभयो, सोधिदिनु भयो हैन। यहाँलाई पनि धेरै धेरै धन्यवाद। अब यहाँ हामी तीव्र गतिमा बिहान 7 बजेदेखि बेलुका 7 बजेकोसम्म हामी यो बाटामा कुदिरहेका छौँ। सप्यारा पानी झरी बादल त्यो देखिरहेको पनि अब गरेर हामी काममा खटिरहेको छौँ। यहाँलाई धेरै धेरै हस् धन्यवाद। हस् हजुरलाई धेरै धन्यवाद। हस् हस् ल उहाँ हुनुहुन्थ्यो यहाँ चाहिँ करिब 7 महिना अगाडिदेखि यसै कन्स्ट्रक्सनमा जुन रोडमै काम गरिराख्नु भएको थियो। उहाँहरूको जुन यो भनौँ 3 किलोमिटर 3देखि 3.5 किलोमिटर चाहिँ हाम्रो ठेक्का परेको छ र यसलाई हामीले करिब दसैँसम्ममा चाहिँ सक्छौँ भन्ने खालको प्रतिक्रिया दिँदै हुनुहुन्थ्यो। भने त्यो त हेर्न बाँकी नै छ। काम यसरी भइराखेकै छ। उहाँहरूले लक्ष्मी मार्गबाट चिस्याङ 1 र 2 सम्म चाहिँ हाम्रो रोभरमा यसरी कालोपत्रे अथवा पिच परेको छ र यसलाई हामी दिनरात नभनिकन, बर्खा झरी बादल केही नभनिकन अगाडि बढाइरहेका छौँ। मनोबल एकदमै उच्च राखेर भन्दै हुनुहुन्थ्यो र काम यहाँनेरि देखिन्छ पनि। अन्य ठाउँहरूमा भन्दा यहाँनेरि चाहिँ तीव्र गतिमा नै काम भइरहेको भन्न सकिन्छ। यसरी यो चाहिँ बेस तयार पार्ने जुन कालोपत्रेका लागि त्यो काम चाहिँ यहाँनेरि बेस तयार पार्ने चरणमा हामी काम गरिरहेका छौँ भनेर पनि उहाँले जानकारी दिनुभयो। र यसरी 2वटा कम्प्रेसर मेसिनहरूले रोडलाई खाँदिँदैछ। एउटा यता पछाडिपट्टि छ भने एउटा यता अगाडिपट्टि। र यहाँनेरि पनि पिचको लागि बेस तयार पारिँदैछ। भाइब्रेसन मेसिनद्वारा सडकलाई खाँद्ने काम गरिरहेको छ। नमस्कार। मेहनतका साथ बिहानैबाट 7 बजेबाट हामी खटिरहेका छौँ भन्दै हुन्थ्यो। उहाँहरूको टिम खटिरहेको छ। यहाँ देख्न सक्नुहुन्छ यसरी
कालोपत्रेको लागि बेस तयार पार्ने काम यहाँ धमाधम रूपमा अगाडि बढिराखेको छ। अनि यता अगाडि चाहिँ करिब कालोपत्रे गर्न मिल्ने गरी बनाइसकिएको छ। ल यसरी यहाँनेरि चाहिँ कालोपत्रे अब यसमाथि यो बेस मजाले सेट भइसकेपछि यसमाथि कालोपत्रे गरिने रहेछ। यता देख्दै हुनुहुन्छ यसरी यो बिचको डिभाइडर लगाउने काम यहाँनेरि सम्पन्न भइसकेको छ। यो दृश्य यहाँले हेर्दै हुनुहुन्छ मोरङ जिल्लाको बेलबारी 11 लक्ष्मी मार्गबाट र यो चाहिँ महेन्द्र राजमार्गलाई एसियन स्ट्यान्डर्डको महेन्द्र हाइवे बनाउने क्रम यहाँनेरि चलिरहेको छ। अत्यन्तै तीव्र गतिमा भन्नुपर्छ। यो 3 किलोमिटर जतिको जुन बिचको सडक खण्ड रहेको छ, चिसाङ पुल 1-2 देखि लक्ष्मी मार्गसम्म बिचको खण्ड, यो चाहिँ अत्यन्तै तीव्र गतिमा कामको प्रगति देखिएको छ र अगाडिपट्टि अत्यन्तै व्यस्त साइड रहेको छ। धेरै मेसिनहरू चलिरहेका छन् र यहाँनेरि पनि यो बेस चाहिँ तयार पूर्ण रूपमा भइसकेको भन्न मिल्ने खालको यो अवस्था रहेको छ भने त्यो बिचमा अलिकति जुन कालोपत्रेको लागि बेस तयार पारिसकेपछि यसलाई पिच गरिन्छ भनेर चाहिँ उहाँले बताउँदै हुनुहुन्थ्यो र यो देख्नुभयो, यो यसैद्वारा चाहिँ कालोपत्रे गर्ने मेसिन र यहाँनेरि जुन मेटेरियल हालेर अलकत्रसँग घोलेर चाहिँ जुन घोल हालिन्छ र त्यसलाई चाहिँ यही मेसिनबाट समान रूपमा बिछ्याउँदै जाइन्छ र त्यसलाई पुनः कम्प्रेसर रोलर मेसिनद्वारा मिच्ने काम गरिन्छ। यतापट्टि यो कङ्क्रिटहरू हालिन्छ भने यो साइडबाट यसले एक लेभलमा त्यसलाई थिच्ने र बिठाउने काम गर्दछ। र यो रहेको थियो पिच गर्नका लागि उपयोग गरिने मेसिन है त, जुन जसले कालोपत्र बिछ्याउँछ। ल यो आज चाहिँ यो मेसिन चलेको छैन र आज चल्दैन पनि सायद। यो बेस पिचको लागि जुन तयार पारिँदैछ त्यो सेट नभइकन यो पिच यसद्वारा गरिँदैन। अबको 2 हप्तापछि फेरि अर्को नयाँ भिडियो हजुरहरूलाई म हाल्ने, देखाउने अथवा अपडेट लिएर आउने छु। र यो रहेको छ मेसिन, यता सानो ह्यान्ड कम्प्रेसर मेसिन र यो यतापट्टि चाहिँ यो भन्दा पनि उन्नत किसिमको बेस तयार पारिसकिएको छ र यो माथि चाहिँ पिच गर्न मिल्ने खालको, कालोपत्रे गर्न मिल्ने खालको अवस्था बनाइसकिएको छ र अत्यन्तै सुन्दर देखिएको छ। रोड कालोपत्रे भइसकेपछि हरियो जङ्गलको बिचबाट सरर 4 लेनको रोड अत्यन्तै मनमोहक देखिनेछ। र यो रहेको थियो
मोरङ जिल्लाको बेलबारी 11 लक्ष्मी मार्गबाट जुन महेन्द्र राजमार्गलाई एसियन हाइवे स्ट्यान्डर्डको चाहिँ महेन्द्र हाइवे जुन बनाइँदैछ, उन्नत किसिमको भनौँ 4 लेन सुविधा सम्पन्न एक्सप्रेस वे नै भन्न मिल्छ र जसले पूर्व काँकरभिट्टादेखि पश्चिम महेन्द्रनगरसम्म जोड्ने गर्दछ र यो नेपालको गौरवशाली योजना यसरी 1.5 वर्ष बितिसक्दा यो करिब 3-4 किलोमिटरको सडक खण्डमा चाहिँ यो किसिमको काम भइरहेको छ भने अन्य सडकमा जुन काम यसरी नै हुनुपर्ने थियो त्यो हुन सकेको छैन र यी विभिन्न ठेकेदार कम्पनीहरूले ठेक्का लिने जुन समयमा अत्यन्तै न्यून समय राखेर सरकारलाई नै ठग्ने जस्तो काम भनौँ। नेपाली जनताहरूलाई त ठगेकै नै छन्। यत्रो 1300 किलोमिटर जुन महेन्द्र हाइवे मात्र 1000 किलोमिटर रहेको छ, जसलाई 3 वर्षमा हामी सम्पन्न गर्छौँ भनेर यसरी ठेक्का हात पार्नु अनि यसरी कामलाई सुस्त गतिमा अगाडि बढाउनु यो चाहिँ विडम्बनै हो। पूर्ण रूपमा नेपाल सरकारलाई नै ठगेको अवस्था र सरकारले यस्ता कम्पनीहरूलाई कहिल्यै पनि कठालो समातेर प्रश्न गर्ने सोध्ने गरेको छैन। नेपालमा जति पनि यस्ता किसिमका ठुल्ठुला परियोजनाहरू हुन्छन् तिनीहरू चाहिँ जब ठेकेदार कम्पनीहरूले ठेक्का पाइसक्छन् भने अल्याङ टल्याङ गरेर अल्मल्याउने लम्ब्याउने गरेको मात्र पाइन्छ र यसले नेपालको अर्थतन्त्रमा नै ठुलो किसिमको परिवर्तन आउँछ। जस्तो 2-3 वर्षभित्र अगर यो रोड काम सम्पन्न गर्ने हो भने लागत अत्यन्तै न्यून मै जति तोकिएको हुन्छ त्यसमै अथवा त्योभन्दा केही बढीमा गर्न सकियो भने पनि त्यो नेपालका लागि अत्यन्तै फाइदा हुन्छ भने जब टाइम लम्बिन्छ, समय म्याद अवधि थपिन्छ, विभिन्न सामग्रीहरू उपकरणहरूको मूल्यमा वृद्धि हुन्छ र विभिन्न राष्ट्रहरूमा रहेको तनावले गर्दा उपकरण र मेटेरियल्सहरू आयातका निम्ति नै मूल्यहरू एकदमै चर्को चुकाउनु पर्ने हुन्छ। जस्तै अहिले इरान इजरायलको जुन युद्ध चर्किएको छ र अहिले त सिज फायर भएको छ भन्ने पनि एक किसिमको न्युजहरू आइरहेको छ। हालाकि त्यो पुष्टि भने भएको छैन। इजरायलले यस्ता धेरै सिज फायरहरूको उल्लङ्घन गरिरहेको छ र हामीले चाहिँ यो पत्याउन अलिक कठिनै छ भनेर चाहिँ इरानले भनिरहेको छ। हाम्रो यद्यपि सिज फायरको घोषणा भए पनि हामीले चाहिँ आफ्नो हात चाहिँ ट्रिगर भनिन्छ नि जुन पिस्तोलको ट्रिगरमा राखि नै राखेका छौँ भनेको जस्तो चाहिँ उसले प्रतिक्रियाहरू दिएर अगर इजरायलले हमला पुनः एट्याक गर्दैन भने चाहिँ हामी पनि गर्ने छैनौँ भनेर भनेको अवस्था छ भने यसरी यी विभिन्न ठाउँहरूमा वारहरू चलिरहँदा विकासोन्मुख र यस्ता ठुल्ठुला परियोजना चलाइरहेका देशहरूलाई निकै नै ठुलो असर पर्दछ। जस्तो कि इरान यस्तो राष्ट्र हो जसले विश्वभरि जति पनि पेट्रोलियम पदार्थहरू निर्यात हुन्छन् सम्पूर्ण पेट्रोलियम पदार्थहरूमध्ये 20% उसको राष्ट्रको जुन सागरको माध्यमबाट समुद्रबाट त्यो बाटो भएर अगाडि बढ्नुपर्ने हुन्छ र त्यो ठाउँमा यदि इराकले अवरुद्ध गरिदिने हो भने पेट्रोलको मूल्य कति हाई हुन्छ होला त्यो हामी सहजै अनुमान गर्न सक्छौँ। त्यस्तै विभिन्न किसिमका मेटेरियल्सहरूमा पनि बढोत्तरी हुन सक्छ। भन्नुको अर्थ यसरी नै यी सासाना विकास उन्मुख राष्ट्रहरूलाई त्यसरी पर्ने प्रभाव तिनीहरूको प्रभाव अत्यन्तै ठुलो महत्त्वपूर्ण राख्दछ र यस्ता खालका परियोजनाहरूलाई तेब्बर जति मानौँ यो 3-4 अरबको यदि योजना हो भने त्यसरी 2-3 वर्ष लम्बिने र वारहरूले डिस्टर्ब गर्ने हो भने
करिब करिब 10-12 अर्बमा पुग्न सक्छ। मतलब यो अत्यन्तै ठुलो परियोजना हो। उदाहरणको लागि मात्रै मैले त्यो भनेको हो र समय सीमा अवधि लम्ब्याउँदा कतिको असर पर्छ भन्ने खालको कुराहरू हुन् भने नेपाल सरकारलाई यसरी नै विभिन्न कम्पनीहरूले ठेकेदार कम्पनीहरूले विभिन्न कालखण्डमा ठग्ने गर्दछन् र यो एसियन हाइवे परियोजना पनि यत्रो ठुलो परियोजना 3 वर्षमा सम्पन्न गर्छौँ भनेर यसरी हात पार्नु अनि कामको गति यस्तो भने यो अत्यन्तै लज्जास्पद भने नेपाल सरकारलाई सिधै ठगेको र नेपाली जनतालाई दुःख शास्ति रोडमा अवरुद्ध ट्राफिक एक्सिडेन्ट धुवाँ धुलो यस्ता कुराहरूले धेरै महत्त्वपूर्ण चाहिँ धेरै ठुलो किसिमको चाहिँ असर पारिरहेको हुन्छ दैनिक जीवनमा। र यहाँ देख्न सक्नुहुन्छ है यो आज सायद यसरी बढारी राख्दा यो धुलोहरू हटाइराख्दा यहाँनेर चाहिँ पिच हुन्छ कि जस्तो पनि लागेको छ। यहाँनेर बढारिँदैछ यसरी ब्रसद्वारा देख्न सक्नुहुन्छ माटोलाई साइड लाइँदैछ धुलोहरू फालिँदैछ पन्छाइँदैछ। ब्रसद्वारा चाहिँ यसरी धुलो हटाइँदैछ। यो यसरी माटो बालुवा बढार्दै हुन्छ। उहाँले केही मिलाउँदै हुनुहुन्छ। यस्तो गरेर फेरि यो साइड कहिलेको लागि यहाँ आजै पिच हुन्छ र कालोपत्रे होइन आज भइरहेको छ हजुर अलि मजाले घाम गऱ्यो भने हजुर अनि यो सुकेपछि मात्रै आज हुँदैन र मौसमले साथ दियो मजाले घाम लाग्यो भने पानी परेन भने हस् हस् हजुरलाई धन्यवाद। ल उहाँले बताउँदै हुनुहुन्छ यो चाहिँ साफ गर्दै हुनुहुन्छ कालोपत्रे गर्नलाई नै हो मेन चाहिँ। अब यो पानी परेन र चिसो चिसो रहेको छ हिजो अस्ति परेको पानीले गर्दा भने यो पानी नपरेको खण्डमा र मजाले सुकेको खण्डमा यसलाई पहिले यो मजाले सफा गरिसके पछाडि अनि चाहिँ कालोपत्रे यहाँनेरि गरिन्छ भन्दै हुनुहुन्थ्यो। ल यो किसिमको अपडेट हजुरले हेरिराख्नु भएको छ। उहाँले यो बढार्दै हुनुहुन्छ मजासँगले सफा गर्दै हुनुहुन्छ। ब्रसले अत्यन्तै सुन्दर तरिकाले रोडको डस्टहरू हटाउँदै हुनुहुन्छ किनकि यो डस्ट माथि नै यदि कालोपत्रे गरियो भने त्यो चाहिँ उक्किने सम्भावना अत्यन्तै धेरै हुन्छ। सम्भावना कि उक्किन्छ काम दिँदैन। सो त्यही भएर यो मसिनो बालुवाहरू धुलो भनौँ जसलाई बढार्दै हुनुहुन्छ र यो अब यदि सफा गरिसकेपछि मजाले घाम लागेर सुक्यो भने यसमा चाहिँ
कालोपत्रे गर्न मिल्छ। अहिले चाहिँ सरसफाइको काम चलिरहेको छ भनेर उहाँले जानकारी गराउनु भयो र देख्न सक्नुहुन्छ। आजको भिडियोमा हजुरहरूलाई मैले यस्तै किसिमका सामग्रीहरू देखाउने चाहिँ प्रयास गरेँ। माथिपट्टि जुन अगाडिपट्टि कालोपत्रे गरिसकिएको छ त्यहाँबाट चाहिँ सवारी साधनलाई आवागमन गर्नका लागि खुल्ला गरिएको छ भने यो चाहिँ सफा गर्ने काम चलिरहेको हुँदाखेरि कालोपत्रे नभइसकेको अवस्थामा यो बन्द गरिएको छ र तलतिरै पछि नै बाटो मार्फत सवारी अगाडि बढिरहेका छन् र यो अलपत्रको मेसिन जस्तो यहाँनेर यो ट्याङ्कर यसले अलपत्रै बोकेको जस्तो लाग्छ। यहाँनेर चाहिँ सानो यो ट्रिपर पल्टिएको पनि अवस्था, ट्र्याक्टर नभनौँ ट्रकै पल्टेको अवस्था देख्न सक्नुहुन्छ है। यसरी यहाँ एक्सिडेन्ट भएछ, कसरी यो यता खस्न पुग्यो, पुरै पल्टेको अवस्था है त। यस्ता किसिमका मसिनहरू पनि यहाँ देख्न सकिन्छ। पेट्रोल खानी जाने बाटो भनेको छ झापा जिल्लामा रहेको पेट्रोल खानी, झापा जिल्ला नभनौँ मोरङ जिल्ला पेट्रोल खानी जाने बाटो भनेर यहाँनिर पिच गरिएको छ। यहाँ पनि पेट्रोल खानी रहेको छ, उत्खनन किन गरिँदैन भन्ने कुरा हो। यहाँदेखि उता जान सकिँदो रहेछ पेट्रोल खानी। यहाँ पनि धुलो चाहिँ बढाइसकेको अवस्था छ। यहाँदेखि अगाडि चिसाङ पुल रहेको छ भने यो ठेक्का पाएको कम्पनीको चाहिँ जुन योजना लक्ष्मी मार्गबाट चिसाङ पुलसम्म कालोपत्रे गर्ने चाहिँ योजना रहेको रहेछ र त्यो दसैँसम्ममा चाहिँ सायद सकिन्छ होला, सक्छौँ होला जस्तो उहाँले बताउँदै हुनुहुन्थ्यो। यहाँ अगाडि रहेको छ चिसाङ पुल। ल देख्न सक्नुहुन्छ यहाँनिर यस्तो रहेको छ है त। यो बेलबारी 11 स्थित जुन मोरङ जिल्ला लक्ष्मी मार्गको दृश्य यहाँहरूले देखिराख्नु भएको छ।